एकैछिन यो भिडियोलाई स्किप नगर्नुहोस् है। नमस्कार, म इनिसा राई। 2 वर्षीय छोरी सुनिसा मगरलाई हेमोफागोसाइटिक लिम्फोहिस्टियोसाइटोसिस नामक गम्भीर रोग लागेको छ। चिकित्सकका अनुसार उहाँको उपचार 1 महिनाभित्र नेपाल बाहिर गर्नुपर्ने अवस्था रहेको छ। तर आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचारको सम्पूर्ण खर्च जुटाउन सकिरहेको छैन। त्यसैले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको हार्दिक अपिल गर्दछु। एक थुकी सुकी 100 थुकी नदी भने झैं हामी सबैले आफ्नो ठाउँबाट सकेको सानो सहयोग पनि यो नानीको जीवन बचाउन ठूलो आधार बन्न सक्छ। मैले पनि आफ्नो तर्फबाट 10,000 सहयोग गरिसकेको छु। हुन त एक हातले दिएको अर्को हातलाई थाहा नपाओस् भनिन्छ। तर यो भिडियो बनाउनुको उद्देश्य चाहिँ चाँडोभन्दा चाँडो म जस्तै धेरैजनाले सहयोग गरेर यो नानीलाई उपचार गराउनु हो। तपाईहरूले पनि सक्दो आर्थिक सहयोग गरिदिनु हुन र यो भिडियो लाइक, कमेन्ट र शेयर गरेर धेरैभन्दा धेरै सहयोगी मनहरूसम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँहरूको बैंक डिटेल्स र फोन नम्बर स्क्रिनमा राखिदिएको छु। पर्सनली कल गरेर वा भेटेर पनि सहयोग गरिदिनु होला। हामी सबैको सानो प्रयासले 2 वर्षीय सुनिसाको उपचार सफल होस् भन्ने आशा र विश्वासका साथ यो अनुरोध राखेको छु। धन्यवाद।